तिमीहरू ठुलो भएपछि पैसा होइन, सबैको माया र आशीर्वाद कमाउनु। नराम्रो काम कहिले नगर्नु। तिमीहरू ठुलो भएपछि पैसा होइन, सबैको माया र आशीर्वाद कमाउनु। नराम्रो काम कहिले नगर्नु। श्रीमतीले गाली गर्यो भनेर के चिज गर्यो भनेर नरिसक्यो केटाहरू। श्रीमतीले हामीलाई सुध्रियो भनेको राम्रो हो त भनेको त होइन होइन। उसले किचकिच गर्यो, नराम्रो बोली गर्यो, रिसाएको झर्केको भन्ने कुरा बुझ्ने होइन। उसले चाहिँ के ज्ञान दियो, त्यो गल्ती सुधार्यो, त्यो कमजोरी सुधार्यो भने हामी सुख सम्पत्ति धन होइन शैलमा चाहिँ बस्न कसैले रोक्न छिक्न सक्दैन नि त। पुरा त्यो हो नि त। श्रीमतीले त्यतिकै कहाँ कराउँछ त। अनि माया गर्न जिन्दगी बिताउन भनेर ल्याएको श्रीमतीले कराएर झगडा गर्नलाई ठुङ्न चाहिँ त गर्दैन नि। अनि हामी पनि अलिकति जिम्मेवारी संस्कारीमा बस्नुपर्छ नि त होइन। चुरो रक्सी पिउने, ल्याङफ्याङ गर्दै हिँड्ने, बाहिर लप्पन छप्पन गर्ने, छोराछोरीले खाने पिउने, पैसा चुरो रक्सीमा बगाउने गऱ्यो भने त अब घरबारमा सुख शान्ति हुन्छ त। त्यसैले भन्दैछ कि श्रीमतीले हरेक श्रीमानको कमजोरी गल्ती देख्छ, त्यसलाई सुधार्यो भने सुख शैलमा बस्न, घरमा शान्ति हुन कसैले रोक्न छिक्न सक्दैन नि त होइन। श्रीमती भनेको चाहिँ होइन आमा बुवाले भनेर नमानेको मान्छेले तह लगाउने मान्छे मात्रै होइन क्या। उसले चाहिँ घर परिवारमा सुख शान्ति ल्याउनको लागि उसको